हेलो दर्शक नमस्ते अनि झोले तपाईँ सबैजनालाई देख्न सक्नुहुन्छ मेरो पछाडि है हामीले यहाँ बौवाको मेलीवासीले सराई नाच निकालिरहेको छ। म आउन अलिकति ढिलो भयो, त्यसमा लगाइसक्नु भएको रहेछ। देवी निकालेको सुरुमा खिच्न पाएन र पनि दोस्रो रनबाट म तपाईँहरूसँग जोडिसकेको छु। यो तानसेन नगरपालिका वडा नम्बर 13 है त बौवा गुम्बामा हो। हाम्रो यो परम्परागत आजागाडा सहित हामी यसरी सराई नाच निकालिरहेको अवस्था छ है त त्यो अब यो भ्लग भन्दा पनि तपाईँहरूलाई आजको यो सराई नाच सम्बन्धी सम्पूर्ण भिडियो खिचेर ल्याउने जमर्को गरिरहेको छु। त्यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर इन्जोय गरिदिनु होला है त ल है हाम्रो यो तानसेन नगरपालिका वडा नम्बर 13 बौवा गुम्बामा कालिका मन्दिरबाट वाक्कै निकालिएको छ है, सराय नाच निकालिएको छ है, देख्न सक्नुहुन्छ। हाम्रो यो यहीँको लोकल मगरबाजा हो है। यो ओरिजिनल हतियार हो है, ओरिजिनल हतियार सक्कली। खोइ झाम्रे कता छ झाम्रे माले ले छैन झाम्रे हो र ए तेरी ओ आयो आयो रोइछ रहेछ। ल अब यता बाजा आयो ल ल ल यता झाम्रे झाम्रे आइयो बल्ल रोइथानेमा झम्के छ है। अगाडि परम्परागत बाजा गाजा, यता पनि परम्परागत बाजा गाजा। यो हाम्रो स्पेसल मगर जातिको भनौँ न परम्परागत बाजा है त ल ट्याक्क लाएर झाम्रे गिराउँदै सराई नाच जान्थ्यो। तपाईँहरूलाई आजको यो रमाइलो सम्बन्धी सम्पूर्ण भिडियो गराएर ल्याउने जमर्को गरिरहेको छु है त ल। आमामा उता अगाडि गइसक्नु भएको छ। ल ननिकालो निकालिहाल मुकालोमा देखौला हो भनेर देखौला भनेर ओ लियो कराया ओ
का कति राउन्ड भयो? दुई खण्ड भयो। कति खण्ड भयो? कहाँ गयो मादल? मान्छे टन्नै हुनुहुन्छ है। बल्ल ल 2 राउन्ड परिक्रमा गरेर सकिसकेको छ मन्दिरलाई। अब तेस्रो राउन्ड परिक्रमा गरेर सकिसकेपछि तलबाट यसो घुमेर आएर यो वाक्यलाई विसर्जन गरिन्छ है। ल अब एउटा टिका सुनिहाल्नुभयो। अब फेरि यहाँ सालैतिर सुरु भइसकेको छ है। ल निकाल्ने भन्छ वाखै भन्छौँ हामीले यहाँको लोकल भाषामा वाखै गर्दैछौँ है त। अनि यहाँ सराई विशेष कार्यक्रम पनि छ। आज राष्ट्रिय कलाकारहरू आउँदै हुनुहुन्छ। प्रसाद खप्तरी मगर अनि शान्ता रानी परियार लगायतको विशेष परिस्थिति पनि रहेछ है त। ल गुम्मेली युवा सञ्जालहरूले गर्ने कार्यक्रम है त। ल त्यही हो, अब बोलेर धेरै सुनिन्न, ट्याक्क भिडियो इन्जोय गरिदिनु होला है त। झामन नाचिहाल्यो, अब बाजातिर जानुपर्छ है। खोइ यहाँ त हरायो त, खोइ यहाँ हरायो त, हरायो। तीन परिक्रमा भएछ अब तल जाने।
त्यो एक पन्जा घुम्दा हो नि पसिनै आयो ल हामीले मन्दिरलाई 3 पन्का परिक्रमा गरेर अब यसो यता 1 पन्का घुमेर लिएर आउनुपर्छ है अप्ठ्यारो छ ओह्रालो देवी देवताहरूलाई पूजा गर्दै हिँड्नुपर्छ यसरी हाम्रो पुर्खादेखि चलिआएको परम्परा है यो सराई नाच भनौँ न आफूले त अब वाक्कै भन्छन् सराई भन्दा पनि वाक्कै निकाल्दै गर्दाखेरि यसरी यो मन्दिर वरिपरि रहेका भनौँ न थान वरिपरि रहेका देवी देवताहरूको सम्झनामा यसरी पूजा गर्दै हिँड्नुपर्छ है यता सिकाउँदै हिँड्नु भएको छ है सिनियर उहाँले सिकाउँदै हिँड्नु भएको हामीले सिक्दै हिँडिरहेछौँ यसरी धुपद्वार गरेपछि हो ए ल के अदाल त्यस्तै त्यस्तै भयो पुर्खेदेखि चलिआएको परम्परा है ल ल
हामी यो बौवा गुम्बेली वासीहरूले एउटा परम्परागत चल्दै आएको यो वाक्य निकाल्ने सराई खेलिरहेको छ। अब बाजागाजाहरू सहित झाम्रे नाचगानसहित एकदम त्यही हो गरम छ। मजाले सबैले लाएर वाक्कै नाच्ने कार्यक्रम चलिरहेको छ। हातै बाँचियो। मान्छे के दिए मान्छेहरू देख्न सक्नुहुन्छ टन्नै आउनु भएको छ। आज मौसमले पनि साथ दिइरहेको छ। अब हामीले मन्दिरलाई परिक्रमा गरेर यहाँ तल देवी देवताहरूलाई पनि पूजाआजा गरेर अब यो वाक्खैलाई भनौँ न सराईलाई विसर्जन गर्न जाने तर्फमा है। अब एकछिन यहाँ नाचगान हुन्छ, त्यसपछि यो हतियारहरू भनौँ न देवीको सम्पत्तिलाई मन्दिरमा विसर्जन गरेर फेरि यता सांस्कृतिक कार्यक्रम सुरु हुन्छ है। मान्छेहरूको उल्लेख्य उपस्थिति छ है, देख्न सक्नुहुन्छ। आमामा लौरा निकालौँ के सेलायो
एकछिन यहाँ यो मन्दिर सम्बन्धी भनौँ न गुठीको छ नि त यहाँ समिति छ त्यो मन्दिर समितिको अब कुराकानी हुन्छ भनौँ न उहाँहरूले अलिकति हामीसम्म चाहिँ राख्नुहुन्छ त्यसपछि फेरि तपाईँहरूसँग चाहिँ म कन्टिन्यू गर्छु है त ल यो यता मन्दिर व्यवस्थापन समितिका सञ्चालक समितिबाट अलिकति जानकारीमूलक भनौँ न आर्थिक आय व्ययका कुराहरू यहाँ प्रस्तुत भइरहेको छ। अब यो भिडियोमा हामीलाई त्यस्तो खासै आवश्यकता पर्दैन त्यही भएर मैले धेरै खिचेको छैन है। मान्छेहरू त एकदम टना हुनुहुन्छ। अब यो सराई मेला भन्दा पनि आज साँझको सांस्कृतिक कार्यक्रम छ नि त राष्ट्रिय कलाकारहरू आउँदै हुनुहुन्छ प्रसाद खप्तरी मगर आउँदै हुनुहुन्छ शान्तारानी परियार लगायतका कलाकार आउनुहुन्छ उहाँहरूको लागि पनि यति धेरै जनसहभागिता छ है देख्न सक्नुहुन्छ। ल मान्छेहरू त वरिष्ठै आउनु भएको छ है ल यस्तो छ मान्छेहरू त कति छ कति हुनुहुन्छ त्यही हो है त। ल मान्छे उता हुनुहुन्छ है। एकछिन यहाँ अब सञ्चालक समितिको कार्यक्रम जस्तो छ नि त छोटो मिठो मन्दिर व्यवस्थापन सञ्चालक समिति छ अनि यो सबैलाई मेरो नमस्कार र म के भन्न चाहन्छु भने आज हाम्रो पूर्णिमा मेला यो सकिएको जानकारी गराउन चाहन्छु। साथै यहाँ पाल्नुभएका विभिन्न ठाउँबाट आउनुभएका यो सञ्चालक समितिको यो समापन गर्दै हुनुहुन्छ अध्यक्षले कार्यक्रम समापन भइसकेपछि हामी यो सराईलाई देवीको स्थानमा लगेर भनौँ न विसर्जन गरिसकेपछि सांस्कृतिक कार्यक्रमतिर भेट्छौँ है त। मन्दिर सञ्चालक समितिको अध्यक्षले आजको यो कार्यक्रमलाई औपचारिक रूपमा समापन गर्दै हुनुहुन्छ है। ल देख्न सक्नुहुन्छ मान्छेहरूको त अघि नै पनि भनिहाले उल्लेख्य सहभागिता रहेको छ। आजको दसैँ पूर्णिमा मेला भनौँ न कोजागत पूर्णिमा मेला त एकदम भव्य हुनेवाला छ है। ल देख्न मन्दिर भनौँ न सञ्चालक समितिको औपचारिक कार्यक्रम सँगसँगै हाम्रो यो सराईले मन्दिर परिक्रमा गर्ने काम पनि सकिसकेको छ। अब यो सराईलाई लगेर हामीले मन्दिरमा विसर्जन गर्छौँ त्यसपछि हामी आएर यता सांस्कृतिक कार्यक्रममा जोडिन्छौँ है त। ल मेरो कार्यक्रममा देख्न सक्नुहुन्छ बाजा गाजा सहित देवीलाई लिएर हामी विसर्जनको लागि चाहिँ थानतर्फ लाग्दैछौँ। कुरा त्यस्तो छ है। आज मौसमले पनि एकदम साथ दिइरहेको छ। ल त्यस्तो छ कुराकानी। आज यो बोलेर धेरै भन्दा पनि ट्याक्क आजको यो हाम्रो विशेष भिडियोहरू तपाईँहरूसँग ल्याउने जमर्को गरिरहेको छु है त। ल यसो फुर्सदमा अलिकति जानकारी होस् भनेर तपाईँहरूलाई थोरै यसरी बोलेर पनि बोलिरहेको छु। अदरवाइज आजको टोटली भिडियो यो हाम्रो यो सांस्कृतिक कार्यक्रम र यो सराई नाचको मात्रै हुनेछ है त। ल त्यही हो ल है। अब हामी आजको वाक्कै नाच भनौँ न सराईलाई विसर्जन गर्न गइरहेको छौँ है। धेरै जसो मान्छेहरू यतै रहनुहुन्छ नि त त्यहाँ हो स्कुल प्राङ्गणमा सांस्कृतिक कार्यक्रम हुने प्रसाद खप्तरी मगर मुख्य आकर्षण हुनुहुनेछ आजको कार्यक्रमलाई। अनि शान्तारानी परियार पनि आउँदै हुनुहुन्छ। यता हाम्रो लोकल झ्याम्रे पुरा धड्किरहा यता खानेकुरा ओहे छोडिसकेछ नि त हौ जनताहरूले त।
वाक्कै खेल्ने कार्यक्रम लगभग सक्यो भनौँ न। दाहिने परिक्रमा गरेर देवीलाई आफ्नो स्थानमा विसर्जन गर्न गइरहेको छ है त। ल है आइसक्यो आइसक्यो वाक्कै आयो वाक्कै आइसकेको है देख्न सक्नुहुन्छ। अब यहाँबाट यो देवीको सम्पत्तिलाई तयार है घोडा तरवाल खुकुरी हाम्रो आजको यो वाक्कै खेल्ने औपचारिक कार्यक्रम लगभग सकिसकेको छ है त। ल आज म त काठमाडौँ जान्छु बसम लगा फाटी ओके हैन र करेली सेतीसँग कुरो लाउँछ भरे साप्रो खापी खा नइ कोडा आइरा है अर्को